गाइज म चाहिँ यो बुर्ज खलिफाको त्यो एन्जल विन्ड्स हेर्न जाँदैछु। अब तपाईँहरूलाई देखाउँछु बुर्ज खलिफाको। यो चाहिँ डाउन टाउन साइड भयो होइन। बुर्ज खलिफा चाहिँ यो पछाडि छ। म तपाईँहरूलाई देखाउँछु। गाइजहरू तपाईँहरू देख्न सक्नुहुन्छ म बुर्ज खलिफाको अगाडि छु। बुर्ज खलिफा त्यहाँ छ। बुर्ज खलिफा हुँदै 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 म हिँडेर यस्तोसम्म पुगिसकेँ गाइजहरू होइन। हेर्न सक्नुहुन्छ यो ठाउँहरू सबै यहाँ यस्तै छ। मजाले यतै हो घुमघाम। घुम्दै 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 कहाँ पुग्छ अब। मान्छेहरू सबै जोगिङमा रन गरिरहेको छ। म पनि एक्सर्साइज गर्न आइदिएँ त्यस भएर आइज। यहाँ यस्तोहरू बनाएर राखेको हुन्छ। स्ट्याचु त होइन, लागि स्ट्याचु जस्तो। यहाँ आउँदाखेरि चाहिँ मलाई यहाँ साँच्चै नै युरोपमा आएको जस्तो फिल हुन्छ। सबै नै कि एभ्रिवेयर सबै डेभलप भएको होइन। बाटोहरू पनि गर्दै क्या वाउ लाग्छ क्या। हुनु चाहिँ म ड्युटीमै छु। अब ड्युटीमै छु। अहिले अर्ली मर्निङमा आएको, काम पनि छैन। त्यसबाट अलिकति हिँडिदिउँ कि भनेर अलिकति फ्रेस पनि भयो नि छैन। निद्रा त आँखा रातै छ मेरो यार। हेर्नु होला हजुरहरू सबै तानी तानी आँखा खोली खोली यो रक भन्दै हेर्नुहोस् बुर्ज खलिफा ठिक्कको यो बिचबाट के मजाले देख्छ देख्नु त होइन गाइजहरू। तर नजिकबाट त अब धेरै टाढा छ। मैले चाहिँ यहाँ प्लेस फरेनबाट आएको छ। अब बाटो क्रस गर्नुलाई बाटो क्रस छुमा हुन्छ। गाइज म चाहिँ बाटो क्रस गर्दै गाइजहरू म चाहिँ पुग्न लाग्यो यार। थाक्यो, अलिक टाढा रहेछ यार। साइड केही छैन नगरी पुगिसकेपछि म तपाईँलाई वाइल्ड देखाउँछु कि। ल पुगेँ यार। र आज धेरै रक्स छैन रहेछ। मान्छेहरू खिचिरहेको छ फोटो। बुर्ज खलिफा गाइजहरू हेर्नु है। बुर्ज खलिफा म चाहिँ एक्लै हो। फोटो खिच्ने मान्छे पनि छैन। यहाँ हेर्नु कस्तो दामी फोटो लिइरहेको छ।